बुवा हजुर अब हामी आज स्वर्गद्वारी आइयो हैन हजुर यहाँको यो महत्त्व के हो हामी यहाँ किन आइन्छ त्यो विशेषमा भनिदिनुस् त हजुर धेरैचोटि आइसक्नु भयो अब यसको विशेष महत्त्व भनेको सबभन्दा तीर्थहरूमा सबभन्दा सत्यता भएको ठाउँ एउटा यो छ हजुर र अर्को कुरा फेरि हामी जति जति चाहिँ नि काम गरे पनि जे गरे पनि भविष्यमा हामी एक दिन मर्नै पर्छ एकदम मरिसकेपछि हामी चाहिँ नि स्वर्ग जानुपर्छ हो त्यसकारण स्वर्ग जाने बाटो पनि यही नै हो हो त्यसकारण चाहिँ नि यहाँ चाहिँ नि यस ठाउँमा आएर यस ठाउँका चाहिँ नि भगवानको दर्शन गर्नु यस ठाउँका गुफाहरूको मन्दिरहरूको गौहरूको दर्शन गर्नु यिनलाई आफ्नो शक्ति अनुसारको सेवा गर्नु यो नै हाम्रो चाहिँ नि एउटा मोक्षको चाहिँ नि बाटो हो त्यसकारण यहाँ एकदमै हामीलाई चाहिँ नि आउन अनिवार्य छ यहाँ चाहिँ यो विशेष त भनिदिनु भयो तर यहाँ पहिलेदेखिको भगवानले के कसरी के गर्नुभएको तपस्या गर्नुभएको के भन्छन् नि तपाईँलाई अलि जानकारी होला हजुर त्यो बारेमा चाहिँ केही भनिदिनुहोस् न यहाँ सबभन्दा पहिल्यै जुन यहाँ महाप्रभु भनेर चाहिँ नि आउनुभयो हजुर उहाँ आउनुभन्दा धेरै वर्ष अगाडि फेरि अघिका देवर्षिहरू आएर यहाँ चाहिँ नि ठुलो चाहिँ नि यज्ञ गर्नुभयो हजुर हुमनहरू गर्नुभयो र चाहिँ नि धेरै आफ्नो चाहिँ नि इच्छा अनुसारको चाहिँ नि होमन यज्ञहरू पुरा गरेपछि उहाँहरू चाहिँ नि आफ्नो आफ्नो ठाउँमा जानुभयो हजुर र अथवा चाहिँ नि जन्मेपछि जसलाई पनि मर्नुपर्छ एकदम उहाँहरू बित्नुभयो होला र त्यसपछि फेरि चाहिँ नि यहाँ महाप्रभुको चाहिँ नि विष्णु भगवानको अवतार लिएर चाहिँ नि उहाँ जन्मिनु भयो र उहाँ आएर त्यही पहिल्यै चाहिँ नि ऋषिमुनिहरूलाई गरेको चाहिँ नि जुन ऋषिमुनिहरूले गरेको चाहिँ नि त्यो चाहिँ नि काम थियो यज्ञ थियो हुमन गरेको ठाउँ थियो त्यस ठाउँलाई फेरि पुनर्जागरण गरेर अहिलेसम्म चाहिँ नि यहाँ लिएर आउनुभएको छ र उहाँले यहाँ चाहिँ नि 1951 सालमा चाहिँ नि यस ठाउँमा आउनुभएको हो र 1952 सालबाट यहाँ हवन सुरु भएको हो 1952 सालमा बलेको अग्नि अहिलेसम्म निभेको छैन त्यही हो यहाँको विशेषता त्यो छ र त्यसपछि अरू चाहिँ नि अब बाबाले चाहिँ नि नाउनी गरेको चाहिँ नि हाम्रो एउटा गुफा जाने बाटो त्यो पनि चाहिँ नि हामीलाई प्रकृतिले चाहिँ नि दिएको बाटो हो गुफा त हामीले हेरेर आयौँ त्यहाँ भित्र गएर आयौँ त्यो एकदम राम्रो रहेछ उहाँ महाप्रभुले स्नान गर्न चाहिँ नि त्यहाँ त्यस ढोकाबाट पसेर त्यो गुफाबाट पसेर माण्डवी नदीमा गएर नहाएर त्यसपछि लगभग यो स्वर्गद्वारी त्यो माण्डवीबाट यहाँसम्म 16 किलोमिटर छ भने उहाँ चाहिँ नि त्यहाँबाट पसेर माण्डवी यहाँ गएर नुहाइधुवाइ गरेर आधी घन्टामा यहाँ आउनुहुन्छ 16 किलोमिटर हिँडेर फेरि आउनुहुन्थ्यो अरे अब उहाँ आधा घन्टा हिँडेर आउनुहुन्छ हामी 16 किलोमिटर गाडीमा आउँदाखेरि आधा घन्टा लाग्यो हो कि अन्त भनेपछि कति शक्ति रहेछ त पहिला एउटा त्यो हेर्नु छ र अर्को चाहिँ नि यहाँ सिद्ध बाबा भन्ने चाहिँ को पनि एउटा चाहिँ ठुलो मन्दिर छ यहाँ हुन्छ त्यो आज हामी भोलि हेर्छौँ होइन भोलि सिद्ध बाबाको दर्शन गर्छौँ यहाँ चाहिँ नि गाईहरू चाहिँ नि 500 भन्दा बढी छन् गौशाला पनि हेरियो होइन गौशाला पनि हेऱ्यो गौशालामा यहाँ अब मोटामोटी 200 होलान् तर चाहिँ नि अरू चाहिँ नि सबै यही जङ्गलभित्र छन् चर्नमा छन् बेला मौकामा चाहिँ नि आउँछन् त्यसको सेवा गर्ने पनि गोठालाहरू छन् र चाहिँ नि त्यही अनुसार चाहिँ नि अब यो चल्यो छ गौमाताको पनि यो चाहिँ स्थल हो महाप्रभुले पनि यज्ञ गरेको स्थल हो ऐकारे ऋषिमुनिहरूले पनि यज्ञ गरेको स्थल हो त्यसो गर्दा यतिको चाहिँ नि भनौँ शुद्ध स्थान अन्त कोही पनि छैन कतिपय तीर्थमा विभिन्न किसिमका कुराहरू कति पाइन्छ भने यहाँ केही पनि छैन एकदम सत्यता र शुद्धता मात्रै छ त्यसकारण यो मन्दिर एकदम राम्रो छ यसमा बेला मौकामा आएर चाहिँ हामीले दर्शन गर्ने यहाँको चाहिँ हेर्ने आफ्नो शक्ति अनुसारको दान गर्ने गर्नुपर्ने यो ठाउँ हो ठिक छ बुवा यो राम्रो रहेछ ठाउँ म पनि आएको थिएन पहिलोचोटि आएको थिएँ हजुरहरूलाई लिएर आउन पाएँ भाग्यमानी ठाने आफूलाई पनि आएर दर्शन गरेर हेरियो गुफा हेरियो गौशाला हेरियो अब आज बसाइ हुन्छ यता भोलि सिद्ध बाबाको दर्शन हुन्छ हाम्रो साथी हुनुहुन्छ उहाँ सुदन सर भजन कीर्तन हुन्छ भजन हेरिन्छ भोलि बिहान दर्शन गरिन्छ हुमन हुन्छ हामीले अहिले चाहिँ 9-10 बजेतिर त्यो हुमन पनि हेर्छौँ हुन्छ हुमन हेरिन्छ के हेर्नुहुन्छ अब हजुर पहिला पनि आउनु भएको छ सबै कुरा देखिन्छ
सबैजना आउनु होला। यो आउने यस्ता ठाउँ रहेछ यहाँ। यहाँ त्यस्तो अन्तस्त पनि बिचौलियाहरू यो किन्नुहोस् त्यो किन्नुहोस् भन्ने केही छैन यहाँ। केही छैन, सब जे छ आफ्नो जे ल्याएको खाना पाइयो, मजाले बस्न पाइयो, आनन्द तरिकाले शीतल छ, व्यवस्थित छ अनि सबै कुरो राम्रो रहेछ। तपाईँहरू सबै जो भिडियो जसले हेर्नुहुन्छ सबैजना आउन जरुरी छ यहाँ। ल।